हेलो गाइस, र फेरि पनि तपाईँलाई मेरो ब्लगमा स्वागत छ गाइस। र तपाईँलाई मैले हिजो भनेको थिएँ म सिलगढीबाट डाइरेक्ट घर फर्किन्छु भनेर, किनभने मेरो दिदीको बिहा थियो गाइस है। र त्यहाँनिर गएर अब 2-3 दिन अगाडि गएर काम सकोस् भनेर अस्ति नै सोचेको थिएँ नि त। र गाइस म चाहिँ अहिले त्यहाँ आएको छु र तपाईँले देख्न सक्नुहुँदैछ। अब त्यहाँ आएर चाहिँ कामहरू यताउता के सघाउनु पर्ने भनेर बादल लाएर म आएको थिएँ नि त। र दुईजना भएर चाहिँ ल अब सेतो बोलेर चाहिँ हामीले जिम्मा लिएर चाहिँ गाइस अब सामानहरू के लाग्छ बिहामा के कसो अब के पुग्दैन नि त गाइस है। र पाइपहरू लिएर यहाँ हार्डवेयर दोकानमा कतिवटा सामानहरू लिने थियो, त्यो सबै लिएर चाहिँ गाइस हामी बिहा घरमा पुग्यौँ। र तपाईँले देख्न सक्नुहुँदैछ डेकोरेसन चाहिँ यस्तो प्रकारले गरिएको छ। मलाई त एकदमै दामी लाग्यो गाइस है। र डेकोरेसन चाहिँ एकदम दामी, एकदम भव्य रूपमा चाहिँ बिहा भइरहेको छ है। र गाइस अहिले भने चाहिँ तल आएर चिया खाएर चाहिँ गाइस तपाईँहरूलाई लाइट बालेको भ्यू चाहिँ मैले देखाइरहेको छु। एकदम राति झन् एकदम दामी देख्ने रहेछ। र त्यो बादमा सिधै फेरि क्रेटा लिएर गाइस अब हामी जोरथाङ आयौँ। र जोरथाङमा आएर चाहिँ अलिक सौदा गर्नुपर्ने थियो। र बेहुलीलाई पनि लिएर आज जानुपर्ने घरतिर। र समाधिलाई चाहिँ हामीले गाडीमा चढाएर गाइस अब निस्किसक्यौँ, सिधै लाग्यौँ घरतिर। र 4-5वटा पोका थियो, लु सबैजना मिलेर सामानहरू घरतिर ओसार्यौँ र गाइस है। र सिधै तल गएर चिया खानु बस्यौँ बादल र म। र त्यहाँ बसेको त गाइस बिस्किटहरूको आइटमहरू त कतिवटा कुराहरू त हामीले ल्याउनै बिर्सेछ है। र फेरि ल्याउनु पर्ने भनेर फेरि बोलेर लगाएर बादल र म चढेर जोरथाङतिर लाग्यौँ गाइस है। र सिधै हामी लाग्यौँ विशाल मेगामार्ट गाइस है। र त्यहाँ गएर चाहिँ अब हामीले गर्नुपर्ने थियो अलिअलि सपिङ र भुजाको आइटमहरू के जुसको आइटमहरू लानुपर्ने थियो। र जुसको आइटमहरू त नपाएकोले गर्दाखेरि भुजा चाहिँ हामीले त्यहाँबाट किन्यौँ। र सिधै लाग्यौँ निमा पानसम्म। त्यहाँनिर गएर चाहिँ है गाइस सिक्किम सुप्रिमको जुसहरू लिएर जानुपर्ने थियो। र त्यहाँनिर बादललाई भित्र सपिङ गर्नु हुँदै थियो र म पनि बाहिर वेट गर्दै थिएँ। र त्यहाँनिर सकेर गएर सिधै पर जुन चिकन लेग पिस खाएर चाहिँ लाग्यौँ दुईजना भनेर भन्नुभयो बादल दाले है। दुईजना चाहिँ अब त्यहाँबाट चाहिँ लस्सी खाँदै उकालो लाग्यौँ गाइस है। र बाटो बिचमा आएर बस्टरलाई भेट्यौँ हामीले रोडमा। र मैले चाहिँ पुलुका देखिहालेँ, त्यही भएर दादा भने दा ऊ बस्टर त रोडमा घुमिरहेको छ त भनेर भने नि त बादल दालाई। बादल दाको पेट ढको गाइस है। र बस्टरलाई त्यहाँनिर पक्रेर भाइलाई बोलाएको थियो ल्याउनु लागि। र बस्टरलाई भाइसँग उकालो पठाएर चाहिँ गाइस अब चाहिँ हामी लाग्यौँ उकालो सिधै बिहा घरतिर। र गाइस तपाईँहरूलाई देखाउनेछु नाइट भ्यू। र स्टार्टिङ पोइन्ट चाहिँ तपाईँहरूको यहाँबाट छ गाइस है। एकदम दामी नजारा तपाईँले स्टार्टिङदेखि देख्न पाउनुहुनेछ। मलाई त राति त झन् एकदमै ज्यादा मन पऱ्यो गाइस है। र तपाईँले देख्न सक्नुहुँदैछ कतिको दामी भएर गएको छ। र दुईजना सामान बोकेर सिधै लाग्यौँ तल डाइनिङ हलपट्टि। र तपाईँले देख्न सक्नुहुँदैछ डाइनिङ हल चाहिँ कत्रो ठुलो जग्गा भएर गएको छ गाइस है। र 350 चाहिँ एकैपल्टमा अड्ने खालको डाइनिङ हल छ। र दुईजना चाहिँ भित्र सिधै किचनमा गएर चाहिँ लु सुँगुरको मासु पोलिरहेको छ। लु दुईजना एकवटा पिस टिपेर चाहिँ गाइस हामी यहाँनिर ढुङ्ग्रो बनाएको हेर्नु आयौँ। र यहाँ ढुङ्ग्रो चाहिँ 200वटा ढुङ्ग्रो रेडी हुँदैछ गाइस है। र सुब्बा कम्युनिटीको बिहा हो र गाइस एकदम ट्रेडिसनली नै जानु पर्दो रहेछ। र गाइस म त यस्तो कुराहरू अब फर्स्ट टाइमै देख्दैछु, कतिवटा कुरा त हामीलाई याद छैन नि त। र गाइस तपाईँले देख्न सक्नुहुँदैछ अब यहाँ भनेर चाहिँ ढुङ्ग्रोहरू बनाएर सबै रेडी भइसकेको छ। मण्डपहरू बनाएर यहाँनिर सेल्फी कर्नरहरू सबै रहेछ। र हामी सबैजना घुमेर हेरौँ न त घुमौँ न त भन्ने भयो गाइस है। र मलाई त देखेर एकदमै दामी लाग्यो। डाइनिङ हल चाहिँ अब यहाँ वल्लोदेखि पल्लो पुग्दा चाहिँ गाइस थाक्ने खालको रहेछ। एकदम 350जना अट्ने भनेपछि कत्रै ठुलो होला तपाईँले बुझिहाल्नुहोस् गाइस है। र अहिले भने चाहिँ क्याट्रिनको सामान पनि ल आइपुगेको छ अरे। ल सबैजना मिलेर ओसारौँ भनेर भन्नु थाल्यो। र बादल दा हामी रिचर्ड हामी सबैजना गएर चाहिँ गाइस क्याट्रिनको सामानहरू ओसार्नु लागि सघायौँ। र ग्यास चुल्हाहरू गाइस यति बेसी 20-25वटा चुल्हाहरू रहेछ गाइस। भाँडाहरू त अब अनगन्ती है, भट्टी सट्टी पनि डल्लै आएको छ है। र गाइस अब भने चाहिँ पिकअपबाट सामानहरू खाली भइसक्नु आँटेको छ। र भोलि भने चाहिँ गाइस सेफदेखि लिएर भाँडा धुनेदेखि लिएर सर्भरदेखि लिएर कतिजना छ तपाईँहरूलाई म भिडियो मार्फत देखाउने छु। र गाइस अब भने चाहिँ हाम्रो 10:30 बजिसकेको छ। र खानासाना खाएर लाग्नेछ आफ्नो घरतर्फ। र आजको ब्लग भने चाहिँ यति नै थियो गाइस। भिडियोलाई के कसो लाग्यो लाइक कमेन्ट गर्नु नभुल्नु होला। र भेट्नेछ फेरि पनि नेक्स्ट ब्लगमा।